हेलो नमस्ते नमस्कार हामी साथीहरू हामीसित हुनुहुन्छ तपाईहरु पनि सन्चै हुनुहुन्छ होला। हामी चाहिँ आज चकेवा डाँडा जाँदैछौँ साथीहरू। अनि बाटो चाहिँ साह्रै अप्ठ्यारो छ। हामी त अघि हिँडेको यो के सरले चाहिँ कहाँ गयो भन्दैछ। हामी चाहिँ बिस्तारै हिँड्छौँ जाँदैछ साथी। हिरो चाहिँ भोलि जाने भनेर मक्खा पारे। अनि 7 बजेसम्म 8 बजेसम्म अनि आइसाहरू हुँदैछ। म चाहिँ हिँड्न नसकेर एकदम रस्तेछु। म चाहिँ बोल्न सक्दिनँ। मेरो चाहिँ गरेर सास आउँदैन। आउन आँटिसकिरहेको छ। पछाडिको चाहिँ विशाल बम भइसकेको छन् साथीहरू। एक टोली यति छन् साथीहरू। अरू साथीहरू पछाडि आउँदैछन्। हामी तपाईँहरूलाई चकेवा डाँडा देखाउँछौँ। तपाईँहरू पनि आउनु होला घुम्नलाई। हामी चाहिँ ठुलो जङ्गलमा आइसक्यौँ। अघि चाहिँ मैले गरेकै थिइनँ। गर्मी छ, शीतल छ, राम्रो ठाउँ छ। बजाउन लिएर कुदेको साथी। हामी हिँड्दैछौँ। अघि चाहिँ बजाउनु पर्सेको लिएर गएछु। हामी हिँड्न सक्दैनौँ नि त साथीहरू। मनिका पनि पैसा दिँदैन एकदम जोडमा हिँडिरहेको छु। बोल्न सक्दैन। आमा कस्तो माथि छन् साथीहरू अरू मान्छे छैन नि साथी। हामी चाहिँ आइपुग्न आँटिसकेका छौँ। अब 1 घन्टा लाग्छ। 1 घन्टा लाग्छ आइपुग्न आँटिसकेका छौँ। तल टोलीहरू छ, तल उमा जानुहुन्छ। ए आइपुग्न आँटेको रहेछ। ए माथि हो है साथीहरू चकेवा। ट्याम्के पनि जाने कुरा हुँदैछ साथीहरू हाम्रो। यही हो है साथीहरू चकेवा। हिँड्ने क्रम जारी छ साथीहरू। फोटो खिच्दैसँग माथि गएर अब हामी चकेवा पुगेपछि देखाउँछौँ साथीहरू। हामी चाहिँ चकेवा आइसक्यौँ। सेलु डाँडा आया हेर्नुहोस् है साथीहरू चकेवा। मैले सासै फेर्न सक्दिनँ साथीहरू। अब चाहिँ हामी चोखियाको ऐसेलु डाँडामा चाहिँ आइसकेको छौँ। यहाँ हाम्रो साथीहरू हिँड्नु नसकेर घुँडा टेक्दै आउँदैछन्। 2 नम्बरमा यो मान्छे हो। 1 नम्बरमा म है हिँड्न नसक्नेमा। 3 नम्बरमा यता आउनु देखो। 3 नम्बरमा उता आउँदैछन्, यता छिन्, उता छिन्। अब हामी चोखियाको डाँडातिर जाँदैछौँ साथीहरू। हाम्रो भिडियो सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला। त्यसपछि लाइक कमेन्ट म भन्दैछु भिडियो हेर्दा हेर्दै बिचमा के अरे लाइक कमेन्ट सेयर सब्सक्राइब सबै गरिदिनु होला। अब फेरि यो भ्लग बनाएँ नि त मैले। अनि मलाई चिन्नेहरूले चाहिँ राम भ्लगर भइस भन्नुहुँदैछ। 2-3 जनाले भेटेर मलाई। कृपया त्यसो नभन्नु होला। यो म भ्लगर नभए पनि अलिअलि बोल्छु। ऊपर आउँदैछन् अर्की। यो घर हाम्रो घरबाट कस्तो राम्रो देखिन्छ डाँडाकोबाट। झन्डा छ साथीहरू वहाँ परसम्म हेर्न सक्नुहुन्छ। भिडियोमा भन्दा हेर्दा हेर्नु रिसाउँदै हिँड्दैछु चाहिँ। यो ठाउँ चाहिँ भिडियोमा हेर्दा भन्दा आफ्नो आँखाले हेर्दा एकदमै रमाइलो छ। त्यही भएर साथीहरू तपाईँहरू आउनु होला घुम्नलाई। उहाँ चाहिँ फेरि एकदमै रमाइलो मान्छे हुनुहुन्छ। अब चाहिँ डाँडा आइसकेको छौँ क्या साथीहरू। यहाँ हामी रोडमा एकदम एउटा बाइक भएको भए मलाई यो बाइकमा सरल झन्डा फरफर गरेको
भिडियो खिच्ने मन थियो साथीहरू तर हिँड्न सकिन साथी म त यसले छोडेर टुङटुङ कुदै गर्छु तर असम्भव छ साथीहरू म पनि खास हिँड्न सक्ने होइन रोड भेटेर हो अर्कोमा गएर एक्लै आउँदैछ हो साथी हो फोटो खिच्ने राम्रो फोन पनि छैन पछाडि छन् साथीहरू उहाँ पर छन् अरू साथीहरू त्यही भएर हामी पर्खिन्छौँ हान्दैछ यसले मलाई नहान्नु भनिदिनु ल हामी चाहिँ आज ट्याम्के पनि जाने भनेर हिँडेका छौँ ट्याम्के चाहिँ उहाँ माथि हो साथीहरू म त मर्छु जस्तो लाग्छ साथी हिँड्दै हिँड्दै ऊ चाहिँ टिकटकर हुन् साथी हो टिकटक बनाउँदै हिँड्दैछन् हामीलाई पनि देखाउ ल तिम्रो टिकटकमा थुप्रो साथीहरू छन् साथीहरू पछाडि अब एकैछिनमा देखाउँछौँ गाइसहरू हामी छैन होइन थाहा छ पिङ हो तर के पिङ रोटे पिङ अब चाहिँ साथीहरू हामी चखेवा डाँडामा आइसकेका छौँ यहाँ हुनुहुन्छ हाम्रो साथीहरू ल हाम्रो यहाँ साथीहरू हामी चाहिँ तकियाको डाँडामा आइसक्यौँ साथीहरू कोही साथी चाहिँ अगाडि हिँड्दैछन् कोही पछाडि त घुम्ने पनि खेल्यो र आइसकेका छौँ घुम्ने होइन पिङ भन्छ त्यसलाई पिङ पछि बाइक आइरहेको छ हान्दै र यत्रो भित्र देखेन नि यत्रो रोड के लागि दिदीहरू पनि पाउँदै जाँदै हुनुहुन्छ यहाँ पछाडि चाहिँ रमाइलो पनि भइरहेछ मुखले गीत गाउने कार्यक्रम पनि भइरहेको छ हामी चाहिँ ट्याम्के जान भनेर आएको तर अलिक नसकिएला जस्तो भइसकेको छ साथीहरू उचालेको गलेर बोल्न नसक्ने अवस्थामा चाहिँ त्यही भएर एकछिन मैले बोल एकदम रमाइलो छ तकिएको जाँदा के छ लाई सुमन दाजुको भ्लगमा धन्यवाद भन न धन्यवाद सम्झना मनिकालाई पनि सुमन दाजुको भ्लगमा अनुलाई पनि सुमन दाजुको भ्लगमा कसलाई के बोल्न मन लाग्छ है बोल्दै छिटो यहाँ त्यही भएर अनि हामी चाहिँ हिँडिरहेको छौँ भण्डारीको ज्याकेट त छ त यहाँ चाहिँ कराउने उता पसाउँछ कहाँ जाने हौ खास गर्छ है झोला पनि छैन केही छैन कपाल उडाएर म पागल जस्तै भइसक्यो साथी भोजपुर काठमाडौँ जानु परेपछि तपाईँले सम्झिन सक्नुहुन्छ यो नम्बरमा चाहिँ फोन गर्न सक्नुहुनेछ रोशनलाई सुमन दाजुको भ्लगमा के भन्नु भन्छ बोला न बोला न हौ रोशन मान्छेहरूले मलाई बोल्दैन क्या चिन्तित छ उसलाई धेर बोल्न हुँदैन भन्ने रोशन भाइलाई डिस्टर्ब भएर चाहिँ डिस्टर्ब भएको अगाडि जाओ कि पछाडि अरे यार त्यति साह्रो नगर न यार प्लिज यार भाइ मनिका आफ्नै तालमा थिइन् अगाडिमा पानी खाऊ पानी 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 मात्र खाने कुडा खान्छ भने पानी खाने कि के खाने खाइसक्यौँ अब चाहिँ यहाँ पानी खाइसकेर फेरि हामी चाहिँ जाँदैछौँ अब हाम्रो यात्रालाई फेरि निरन्तरता दिँदैछौँ अगाडि
अनु तिमी ट्याम्के हिँडेको होइन ल ठिक छ ल छिटो आऊ न ल हेर होइन होइन त हेर्नु देख्नै हुँदैन है ल यो झ्याली भयो झ्याली 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 भयो के भरे मनिका जनता जान्न चाहन्छन् भन्नु जनता जान्न चाहन्छ मनिकाले आफैले देख्यौँ हामी जाइथियौँ अनि रोशनजी पाठा झन् बिएसमा त झ्यालबाट छिर्यो सुगन्ध आई पानी छम्किने मनको कुरा मनमै रह्यो सिर्जनाले सताइरह्यो यो आँखाले हेरिरह्यो मनको कुरा मनमै रह्यो ले मकाई रमाइलो हुन्छ भेटघाट हुँदामा छातीको ज्वाला ननिभ्दो रहेछ बसेर रुदामा ओहो बसेर रुदामा पहिले हामी चाहिँ यो रोड पिच नहुँदाखेरि चाहिँ होइन यो घरमा बसेको क्या बास बसेर चाहिँ हामी ट्याम्के गएको थियौँ साथीहरू अहिले चाहिँ मान्छे बस्दैन भतिसकेको रहेछ होइन साथीहरू ल ल ल
खतम भइरहेछ। अब चाहिँ हाम्रो पुरा टोलीहरू होइन पुरा भेट भइसकेको छ साथीहरू यहाँ। ल हेलो खोइ देख्नु न साथीहरू, हामी ट्याम्के पुग्न 8 घन्टा बाँकी छ। हामी सबैजना भेट भइसक्यौँ। अरू केही अब माथि गएर हामी तपाईँलाई अब चाहिँ साथीहरू हामी ट्याम्के डाँडा चाहिँ आइसकेको छौँ। तर कुहिरो लागेको छ है, एकदम अन्धकार छ। म सकभर यहाँ आँखा कमजोर छ, साथीहरू चिन्दिनँ होला। यस्तो छ क्या, अब हट्छ ल। पानी अघि बोकेर ल्याउनु भयो नि। अब चाहिँ हामी यसरी आइसकेको छौँ। तर दिन एकदम धुमियो क्या, दिन धुमियो होइन। यहाँ हेर्नु नि पुरा केही देखिरहेको छैन क्या, यस्तो चाहिँ साथीहरू पुरै अन्धकार छ होइन। अब चाहिँ हाम्रो एउटाहरू चाहिँ यहीँ अगाडि हो होइन, तर देखिरहेको छैन क्या, पुरै दिन धुमिएर खतम भयो क्या साथीहरू। यस्तै छ, एउटाहरू चाहिँ यो अगाडि भन्छ तर देखिरहेको छैन कि कुहिरोले गर्दा। यस्तै छ है, भ्यू टावर यस्तै छ क्या यहाँ। तर दिन धुमिएर हिँड न हौ, तिम केही हुँदैन हौ हो र। तर यो त खतरा हो नि जारे नि माथि त। भ्यू टावरै यस्तो छ ट्याम्केको। तर दिन धुमिनाले आज खतम भयो के साथीहरू है। भनेको मन्दिर हो होइन। तर पुरै आज चाहिँ मौसम खराब भएकोले गर्दाखेरि चाहिँ आज राम्रो भिडियो निकाल्नु सक्दैन साथीहरू होइन। यस्तो खतरा हावा चलिरहेको छ है, सासै रोकिरहेको छ कि पुरै बोल्नु दिइरहेको छैन होइन। यस्तो छ कि पुरै सासै रोकिरहेको छ, बोल्नु दिइरहेको छैन क्या हावाले चाहिँ होइन यहाँ। तर म त डल्लो डल्लो छु, हावाले उडाउँदैन, हावा माथि माथि कटेर जान्छ। अग्लो मान्छेहरूलाई चाहिँ समस्या होला, जोगिएर हिँड्नु, सम्झना जोगिएर हिँडाए ल।